हेलो दर्शक नमस्ते स्वागत छ हजुरहरूलाई फेरि पनि न्यू भिडियोमा सन्चै हुन्छ साथीहरू आशा गर्छु सबैजना सन्चै हुन्छ र म पनि सन्चै छु भन्दै सन्चै भएर त साथीहरू हेर्नु नि एक थाल हामी चाहिँ यहाँ खाना लिएर आएको छौँ कि साथीहरू आज चाहिँ हामी धेरै समय पछि आमा छोरीको यो मुखबान भिडियो लिएर आएको छु साथीहरू त आज हाम्रो फेरि केही पनि छैन है हामीसँग चाहिँ आज नि साथीहरू तरकारी पनि छैन के मेरो छोरीलाई चाहिँ केही फरक पर्दैन किनभने तरकारी ऊ खाँदैन मलाई चाहिँ हो तर तरकारी नभए पनि केही छैन यहाँ पापड छ देख्न सक्नुहुन्छ यहाँ अन्डा पनि छ अनि यहाँ देख्न सक्नुहुन्छ यहाँ मुलाको अचार हाम्रो चाहिँ मुलाको अचारमा सुप शुद्ध छ क्या यहाँ चाहिँ किनभने लास्ट भइसक्यो फेरि यही सुप मलाई एकदमै मनपर्छ अनि मेरो छोरीलाई पनि यहाँ सबै थोक छ हामीसँग मोही पनि छ र घिउ पनि छ अब तरकारी किन नपकाएको भन्ने कुरा म हजुरहरूलाई भन्दै गर्छु होइन अनि हामीसँग यो चाहिँ लोकल कालो दालमा यो पिँडालु हालेर घिउले झानेको छ क्या साथीहरू कुरा बुझ्नुभयो ल अब हामी चाहिँ यहाँ आमा छोरीको धेरै समयपछि गनगन गर्दै भिडियो आमा दाल चुहे भाइ मेरोमा लिएर आएको छौँ साथीहरू हजुरहरूले खाना खानु भयो होला होइन हामी चाहिँ भर्खर खाना लगाएको छौँ अहिलेको भन्नुहुन्छ 10 बजेर 10 मिनट भइसकेको छ साथीहरू अब मेरो छोरीलाई घिउ हात धोएको छैन बुझ डोरा यस्तै हो यो चाहिँ साथीहरू यो गोर्खाबाट आएको प्योर घिउ हो साथीहरू यो हाम्रो भवनमा एउटा म्याम हजुरले ल्याउनु भएको रहेछ अनि हामीले पनि लिएको होइन खाइदिउँ न त भनेर घिउ त म आफै बनाउँछु बनाउन त घरमै भए पनि यो भनेको आगोमा पकाएको त्यही भएर झस्सो बास्न छ अनि त्यही भएर मलाई चाहिँ एकदमै लिन मन लागेको भएर प्योर भैँसीको घिउ नि त ल अब हामी चाहिँ खाना सुरु गऱ्यौँ है साथीहरू अब श्रिया स्कुल गइसकि बिहानै बाबा चाहिँ दिउँसो आउनुहुन्छ नानीको इक्जाम भएको भएर साथीहरू हामी चाहिँ यति बेला खानु सुरु भएको ल अब हामी चाहिँ खायौँ ल हामीसँग तरकारी छैन किन ठाउँ पुगेन ल कस्तो अप्ठ्यारो भयो कि किनभने छ यो लामघारी फेरि यस्तो लामघारी छ कि नकुरा गर्नु ल है खायौँ ल हामी चाहिँ दाल भात मात्र भए पनि कहिले कहिले चाहिँ मिठै हुन्छ होइन साथीहरू मुलाको अचार भइहाल्यो यहाँ देख्न सक्नुहुन्छ अन्डा भइहाल्यो मैले अलिक देखाइसकेँ है मेरो छोरीले चाहिँ यहाँ खुर्सानी खान लाग्छ चाहिँ कुरा बुझ्नुभयो पिरो छैन नि त अहिलेको खुर्सानी हल्का पिरो छ त्यही भएर दिएको हल्का पिरो त छ त पिरै पऱ्यो अनि सानो मोही पनि छ कि साथीहरू यो मोही हो है फेरि सानो होइन नि मैले घरमा आफैले बनाएको अस्ति भर्खर यति मिठो छ नकुरा गर्नु पानी हालिहाल्यो पातल बनाइ भने खाइरहेको छु पानी पर्ला जस्तो छ साथीहरू काठमाडौँ मौसम मैले चाहिँ आज तरकारी किन नपकायो भने साथीहरू अब बिहान हिजो मैले तरकारी किनेर ल्याउनु बिर्सेँ म प्रायः जस्तो बेलुकै किनेर ल्याउँछु किनभने बिहान श्रेयालाई स्कुल जान ढिलो हुन्छ फेरि अनि त्यही भएर प्रायः जस्तो बेलुकै पकाउँछु हिजो मैले के अरे प्रायः जस्तो बेलुकै किनेर लिएर आउँछु हिजो मैले लिएर आइन नि त अन्त उसलाई अब पकाएर स्कुल जान हतार भइहाल्यो यही दाल बनाइदियो अनि उसलाई नै अन्डा बनाइदियो पापड चाहिँ पठाएन त्यही नै पठाइदिएको अनि हामीले पनि अब यही खाएको मैले लुगा पनि धोएको कि कुरा बुझ्नुभयो लुगा पनि धोएको अनि त्यही भएर अनि अब तरकारी पकाउनु अल्छी लाग्यो अनि यतिकै खाएको तरकारी चाहिने भने फेरि मलाई मात्र हो कि प्रियालाई र मलाई बुढो तरकारी चाहिँदैन कस्तो ज्ञानी भइदिनु भाइया मान्छे गयो जान्नु हुँदो क्या यहाँ क्यामेरा अफ गर्नुपर्छ डन नाटक मैले चाहिँ पापड आज तेलमा नतारेको कि किनभने यो अन्डा नै बनाएको छु अनि
त्यही भएर यसलाई चाहिँ पोलिदिएको त्यो पनि चिल्लो यो पनि चिल्लो हुन्छ भनेर दाम पोल्नु छ क्या यसमा फेरि पानी पर्ला जस्तो छ साथीहरू घाम लाग्यो भनेर लुगा धोएको झन् बिहानै पानी पर्ला जस्तो भइसक्यो अहिले नि साथीहरू जहाँबाट पनि हेर्नु भएको छ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिहाल्नु है किनभने नि अनि हजुरहरूमा नयाँ नयाँ भिडियो ल्याउँछु नि त अनि नि साथीहरू जतिले पनि सब्सक्राइब नगरिकन हेर्नु भएको छ नि अब मेरोमा त हेर्न मिल्छ नि त नि कतिजनाले सब्सक्राइब नगरिकन हेर्नु भएको छ कतिजनाले सब्सक्राइब गरेर हेर्नु भएको छ अब म त हेर्न सक्छु नि त सब्सक्राइब नगरिकन हेर्नु हुनेलाई पनि एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु थ्याङ्क यू सो मच मलाई इङ्ग्लिस बोल्न आउँदैन के कुरा बुझ्नुभयो बोल्दै खायो भने त त्यो सबै धेरै हुन्छ मलाई दाल धेरै चाहिँदैन सानो छोरीलाई हो मैले भन्दा धेरै खान्छ त्यही त झुल बोल्ने हो मुख गरी भुजा हालेर नबोला अहिले खाँदा खाँदै भोला भन्छ त्यस्तै छ यो मुलाको अचारको सुन्नु साथीहरू यसरी खाऊ एकदमै मिठो छ पिरो छैन नि खान्छौ नि पिरो भएको त यहाँ बाउको बेदेखि चाहिन्थ्यो अब खाएर पढ्नुपर्छ यो नानीले इक्जाम छ नि त साइन्सको कतिको पढाएको कतिको पढाए रिजल्टमा त जहिले पनि धेरै नै पढाइ देखिन्छु म धेरै पढाए अब लास्ट इक्जाम हो लेखौँ त लेखौ त लेखौ के लेखौ साथीहरू आज किन पानी पर्न लाग्यो थाहा छ आज मलाई मेरो बुढोले घुमाउन लाने कहाँ लाने मलाई चाहिँ थाहा छैन है फेरि म हजुरहरू माझ भिडियो त ल्याइहाल्छु होइन त्यो हेर्नको लागि नेक्स्ट भिडियो कुरेर बस्नुपर्छ होइन त्यही भएर त सब्सक्राइब गर्नु भनेको सब्सक्राइब गर्नुभयो भने म जहाँ गए पनि मैले भिडियो हाल्छु अनि हजुरहरूले हेर्न पाउनुहुन्छ अनि त्यो भिडियो हेरेर हजुरहरू पनि आउन पाउनुहुन्छ घुम्नको लागि होइन त्यही भएर सब्सक्राइब चाहिँ गर्नु है कहाँ लानुहुन्छ मलाई पनि थाहा छैन मलाई आफू भन्नु भएको छैन चिसो भयो तिमीलाई त गइहाल्छ नि यदि भएपछि तरकारी चाहिँदैन चाहिने मेरो घरमा चाहिँ खाना अहिले अब अलि गर्मी हुन त काठमाडौँमा जाडो त जाडै छ साथीहरू तर पनि अब अहिले अलिकति धेरै खाना तातो नचाहिने भएर 2 टाइम पकाउँछु नत्र त 3 टाइम पकाउनु पर्थ्यो खाना बिहालाई एक टाइम बिहान नानी 12 बजे एकदम जान दिने भएको भएर नानीलाई मलाई बाबालाई चाहिँ अहिले एकैचोटि भयो त बाबाले चाहिँ अफिसमा राखिदिन्छ क्या धेरै समयपछि छोरीसँग कान्छी छोरीसँग बसेर खाँदा मिठो हुँदो रहेछ
साथीहरू कसलाई बालन सरकार प्रधानमन्त्री भएको हेर्न मन छ कमेन्ट गर्नु है। हामी त एकदम आतुर छौँ क्या। म त छैन सूर्यमा बोले यस्तो भन्नुहुन्न भिडियोमा भन्नुहुन्न भनिरहेको छु त। तिमी बन्द मान्छे भएर धेरै उठो गर काट्नुपर्छ क्या के हुन्छ। कहिले हो रामनवमी कि कहिले हो शपथ खाने भने जस्तो लाग्यो। 12 गते कि 13 गते प्रधानमन्त्रीको शपथ खाँदै हुनुहुन्छ। बालन सरकारलाई धेरै धेरै बधाई। केही परिवर्तन हुन्छ कि भन्ने आशा छ। हामी बेरोजगार रोजगार पाउँछ कि भने त्यही नै आशा छ साथीहरू। मलाई त साह्रै बेरोजगार भइयो। ल यति पनि खान सक्दैन र। त्यसै खाँदा त अमिलो न अमिलो। भुजा हाल्ने घिउ बढी हो त। पिसो भन्नु त्यही त पकाउन सक्दिया हो मैले। पट्टु हाम्रो पट्टु त बाहिर बसिरहेको छ क्या। पुरा बुझ्नु भयो। म त ए पट्टु त्यसले ल्याउनु पर्ने रहेछ अघि है। नखाओस् यो पापा सबै उ गर्छ। धुलो पिठो बनाउनु थाल्छ। पट्टु यस्तो बोल्छु साथीहरू के गर्नु। मैले हजुरहरूलाई देखाउनै सक्दिनँ किनभने क्या के अरे मोबाइल तेर्साएपछि बोल्नै छोडिदिन्छ। अहिले पनि त मैले बोलाएको नबोलेको यहाँ त आयो बोल्यो भन्छ। पापड बढी भयो खैमा बाबाले दाजु खैमा बोल्नु भएको हो भन्दा हो। ए पट्टु बुन्दिनी खाए बुनु दिदी खाए के भनेको के भनेको पट्टुले। मैले चाहिँ भुजा दिइसकेँ के खायो अनि गर्दा बाहिर काममा राखिदिनु गरे आगे बिहानभरि चाहिँ। अनि यहाँ काम सिद्धाउँछ अनि बल्ल भित्र ल्याउँछु। फ्याटा गरेर खालि लोडाउँछ। त्यो पाल्नु पनि मन लाग्छ है। बानी बिग्रेको साथीहरू। हामी पनि पहिला थियो क्या अर्को जङ्गली चाहिँ जङ्गलमा बस्ने त्यो श्रियाले पिँडाडा सफा गरेर थियो एकदिन ढुङ्गा खोलिदिए हुर्रै उडेको। यो त उड्दैन। पहिलाको चाहिँ उडेको साथीहरू सुरक्षित सानो सुरु खाइहाल्यो यहाँ मेरो छोरी। अनि ओगर यो सबै भुजाहरू खाने होइन। मम्मीको मुठी र मेरो मुठी कस्तो कसरी खान सक्छन् त्यो पिरे छैन स्वादै। म यस्तो मिठो छ कि यो चाहिँ धेरै भयो। ओ तल तल राखेँ डाँडो भएको तिमीलाई। मेरो छोरी चाहिँ नि अब वैशाख लागेपछि बाक्लो लुगा लाउँदै हिँड्छ। अनि पुस माघमा चाहिँ अनि यस्तो टी सर्टहरू लाएर हिँड्छ। अहिले पुसमा हाल्दा चैत्र जस चिसो महिनामा त्यो त उल्टी छ नि मेरो छोरी चाहिँ। जन्माउनु चाहिँ मैले सुल्टै जन्मायो तर जन्मेपछि उल्टी भएको हुन त यसलाई मैले जन्मा होइन नि अरे भेट्टाएको बाटोमा है। मेरो मम त अस्ट्रेलियामा टन पैसा त्यही भएर छोरी यहाँ बसेर ठन खाइरहेको होइन।
झन् झन् हो के भनेको पाटु देखायो भने चाहिँ बोल्दैन के भनेको हो माम खायो हो के भनेको पाटु भाइ पुग्यो मोइ खाऊ न मोइ खाऊ ल साथीहरू खाइयो होइन धेरै पछि आमा छोरी बसेर यसरी मुखबाङ भिडियो लिएर आएको छु हजुर आशा गर्दछु हजुरहरूले मन पराइदिनु हुन्छ त फेरि पनि म अब घुम्न गएको भिडियो लिएर आउँछु है साथीहरू कुरा बुझ्नुभयो मेरो बुढोले घुम्न लैजानु भयो भने चाहिँ आश गरौँ भर चाहिँ नपरौँ किनभने एक त पानी पर्ला जस्तो तर घाम चाहिँ लागेर छ अहिले चाहिँ तर नि बादलहरू चाहिँ छ एक त पानी पर्ला जस्तो एक त अब अफिसमा छुट्टी पाउनु पर्यो तर पनि हिजो म जान्छु कतै बाहिर जान्छु भनेको थिएँ मलाई लानु भएन कि म भोलि तल घुमाउनु लैजान्छु के होस् भनेर भन्नुभएको छ है हेरौँ साथीहरू के हुन्छ कसो हुन्छ भिडियो हेरि नै रहनु होला यदि म घुम्न गयो भने हजुरहरूमा नयाँ भिडियो ल्याउने छु भन्दै आजको लागि चाहिँ साथीहरू हाम्रो यति नै हो भिडियो ए खाइसक्यो खाँदैन क्या त्यसले तपाईँ यो पटुले अब यो खान्छ त नि आजको लागि चाहिँ साथीहरू बाई बाई लभ यु सब्सक्राइब माई च्यानल